हेर्ने कथा has become one of the most respected and unique YouTube channel with its documentary content. As a result, recent टाइममा यो च्यानलले इन्टरनेटमा भ्यालिडेसन मात्र पाएको छैन, बट अल्सो अ ह्युज स्पाइक अन इट्स ग्रोथ। यो ग्राफका अनुसार लगभग 9 महिना जति पहिला च्यानलको ग्रोथमा एक म्यासिभ स्पाइक आएको देखिन्छ। हाउ डिड द्याट ह्यापन? अल्सो यो फास्ट पेस्ड कन्टेन्टको जमानामा हेर्ने कथाको एकदम सिम्पल, स्लो र एक घण्टाको लामो भिडियोजले कसरी मान्छेहरूलाई इम्प्याक्ट गरिरहेको छ। लेट्स टक। बालक हराएको सूचना। अन्दाजी वर्ष 10 को कालो वर्णको आकाशे रङको सर्ट र कालो हाफ प्यान्ट लगाएको, खुट्टामा चप्पल नलगाएको, चापा घर बताउने काले नाम गरेको बालक फेला पार्नुहुने महानुभावहरूले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन अनुरोध छ। यो समाचार प्रसारण भएको लगभग 35 वर्षपछि त्यो व्यक्ति एक विकट हिमाली भेगको चौरी गोठमा भेटिन्छ। पातलो ज्यान, सरल मानसिकता र निर्दोष आँखाका साथ ऊ आफ्नो दिनचर्या काटिरहेको हुन्छ। कहाँ जाने त? त्यसपछि यताको मान्छेले अनि यहीँको सवालले अनि मलाई माथि जाउँ, काम पनि पाइन्छ भनेर सुरुमा आउँदाखेरि चाहिँ अलिक गाह्रै रहेछ। म एक्लैले नेपाली कुरा भनेर नहुने, कोसँग कुरा गर्न जाने होइन। अनि उहाँहरूले बुझेन, उहाँहरूको भोटे कुरा मैले बुझेन। काठमाडौँबाट हराएपछिको लामो समय यहीँ बिताएको उसलाई आफ्नो आमा बुबा र विगतको सम्झनाहरू धमिलो हुँदै गइरहेको थियो। यद्यपि बचपनका केही कुराहरू भने उसलाई अझै पनि याद थियो। घरमा कोही थिएन? थियो, आमा थियो, बाउ थियो। बाले 3टा बिहा गरेको थियो है त्यतिखेर। त्यो अलिअलि याद छ। अनि लाउन खानलाई अलिक गाह्रै थियो। गन्ती बिर्सिसकेको उसलाई आफ्नो उमेर समेत याद थिएन। न त उसले घर जम्नै गरेको थियो। बिना तलब वा पारिश्रमिक एक परिवारको लागि ऊ बिहानदेखि बेलुकासम्म काम गर्थ्यो। बदलामा उसलाई खान र सुत्न दिइन्थ्यो। हुन त उसले कहिल्यै त्योभन्दा बढी कुराको माग पनि गरेको थिएन। टाढा हुँदा बाआमाको सम्झनाले कसलाई नै पो सताउँदैन होला र उसलाई पनि घर र बाआमाको सम्झनाले बेला बेलामा भावुक बनाउँथ्यो। आफ्नो गाउँ जाने, बाआमासँग भेट्ने रहर उसमा पनि थियो। तर यही पहाड, हिमाल र चौरीहरूभन्दा बाहिरको दुनियाँ नदेखेको उसलाई एक्लै आफ्नो गाउँ खोज्ने हिम्मत कहिल्यै आएन। बाआमालाई के भयो होला भन्ने जस्तो लाग्दैन? लाग्नु त लाग्छ, लाग्यो पनि के गर्ने। जे होस्, बुढो हुँदै जाँदाखेरि जे पनि अब सम्झना चाहिँ आउँदो रहेछ। तपाईँलाई कसैले उहाँ झापासम्म पुर्याइदियो भनेदेखि जानु मन छ? जानु मन छ। त्यहाँ गएर आफ्नो गाउँ हेर्न मन छ। अनि बाउआमा छ कि छैन। प्रकाशको कहानीले प्रभावित भएकी विद्या चापागाईले उसलाई घर जान मन छ भनेर सोद्धा उसको आँखामा आशाका किरणहरू देखिन थाले। प्रकाशको मालिक भने प्रकाशलाई पठाउन चाहँदैन थिए। मन नहुँदै पनि धेरै अनुनय गरेपछि प्रकाशको मालिकले 10 दिनको छुट्टी दिए र हातमा 5000 पैसा थमाइदिए। त्यसपछि उसको गाउँ र बाआमाको बारेमा खोजबिन सुरु भयो। बुझौँ त्यो गाउँमा झाँक्री बा छ कि छैन भनेर पत्ता लगाम। झाँक्री बाको 3टा बुढी छ। प्रकाश आफ्नो हातमा थोरै रकम र मनभरि आशा बोकेर विद्या र उनको टिमसँग हिमालबाट झरेर यात्रा तय गर्न थाले। बाटामा धेरै गफहरू भए। प्रकाशका विगतहरू कोट्याइयो र चौरी चराउँदाको समयमा गाइने गीतहरू पनि सुनियो। माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी साल बनाको गोरेटोमा पछौरी कसको बल्झे छ, नयाँ चोट लागेको होइन पुरानो घाउ। बाटोमा भेटिएका नयाँ ठाउँ र कुराहरूले प्रकाशलाई चकित बनाइरहेको थियो। टाढोबाट त सान्डे छेउमा आएर त ठुलो रहेछ। मान्छेले खने भए त कति लाग्थ्यो होला है? किरा जस्तो है। तमासतिर हुँदैन, हिमालतिर हुँदैन हो। गाडीमा यात्रा गरिरहँदा उता परिवारको खोजी पनि हुँदै थियो। दशकौँ अगाडि बिछडिएको आफ्नो परिवारसँग अब फेरि भेट्न पाउने आशा झन अगाडि बढ्दै थियो। देउनी खोला भन्नुभएको छ। अनि सगरमाथा बजार भन्दै हुनुहुन्छ। जब प्रकाश फाइनल्ली आफ्नो गाउँमा पुगे, त्यो ठुलो पिपलको रुख, मोडहरू, बारी र घरहरू सबै कुरा फेरि ताजा भयो। गाउँका मान्छेहरूसँग सोध्दै उनीहरू अगाडि बढ्न थाले। बाआमाहरू त बसाइ सरेर अन्तै गइसक्नु भएको रहेछ, तर उनको दिदीसँग भने त्यही गाउँमा भेट भयो। अनि कसरी आइपुगिस् त? अनि कसरी सोध्दै आयो त? होइन दिदी, म हराएर आउनु नसकेर
अनि यतिखेर कहाँ थियो त? दिदी उनको परिवार र गाउँलेहरूलाई भेटेपछि उनको मन आधा शान्त भयो। बाबुआमा र दाजुभाइहरू माथि पहाडमा बसाइ सरेर गएका छन् रे। अब प्रकाशको मुहार उज्यालिँदै थियो। उनीहरू अब बाआमा खोज्दै पहाडतर्फ लागे। खोज्दै खोज्दै जाँदा घर पनि भेटियो। नचिनेर प्रकाशले आफ्नै भाइलाई झाँक्रीबाको घर यही हो भनेर सोधे। जब उनले आफ्नो आमालाई देखे आँसु थाम्नै सकेनन्। लामो समयपछि प्रकाशले आफ्नो परिवारसँग भेट्ने मौका पाए। सानैमा हराएका उनलाई सबैले अब त मरिसक्यो होला ठानेका थिए। तर दशकौंपछि घर खोज्दै आएको कालेलाई देखेर सबैजना खुसी थिए। प्रकाशले हराएका ती वर्षहरूलाई बिर्सेर अब आफ्नो परिवारसँग खुसी साट्ने मौका पाए। यो सबै विद्या चापागाई, कमल कुमार र उनको टिमले गर्दा सम्भव भयो। प्रकाशको कहानीलाई समेटेर बनाइएको यो डकुमेन्ट्री एकदमै सिम्पल र इमोसनले भरिएको थियो। एउटा व्यक्तिको समस्या, उसको कहानी र भोगाइहरूलाई क्यामेरामा कैद गरेर बनाइएको यो डकुमेन्ट्री धेरैलाई मन पर्यो। उसको जीवनलाई निहाल्न पाउँदा धेरै मान्छेहरूले उमाथि सिम्पेथाइज गर्न थाले। सानोमा हराए पनि, स्कुल नपढे पनि, कहाँ कस्तो बोल्नुपर्ने, कोसँग कसरी बोल्नुपर्ने, कुन व्यवहार गर्नुपर्ने, त्यो ज्ञान सबै रहेछ प्रकाश दाजुसँग। आँखाबाट कतिखेर आँसु झर्यो थाहै भएन। जीवनलाई हेर्दा एउटा जीवनभित्र कैयौं जीवन जिएका उहाँ। कुनै फिल्मको कथा भन्दा कम छैन। यो कथा हेर्दा कसको आँखा नरसाउला र। यो भिडियोपछि विद्या र उनको टिमको सहयोग र पत्रकारिताको पनि तारिफ भयो। ब्लग र सोशल मिडिया पोस्टहरूमा हेर्ने कथा च्यानल र यो भिडियो प्रमोट हुन थाल्यो। एन्ड पिपल डिडन्ट गेट टायर्ड अफ अप्रिसिएटिङ इट। यही भिडियोको कमेन्टमा हेर्नुहोस्। पत्रकार भनेको यस्तो पो हुनुपर्छ। विद्याजी धेरै धेरै धन्यवाद हजुरलाई। एउटा कथाले यति मार्मिकता ल्याउँछ र आँसुको भेल बगाउला भन्ने कल्पना पनि गरेको थिइनँ। विद्याजीप्रति धेरै सम्मान। थोरै थोरै चर्चा सुनेको थिएँ यस कथाको, आज पुरा हेर्ने मौका मिल्यो। यसरी हराएका वर्षहरूले सबैलाई भावुक बनायो। वर्ड अफ माउथको थ्रु यो भिडियो नयाँ मान्छेहरूले हेर्ने मौका पाए। एन्ड एज अ रिजल्ट यो भिडियो च्यानलकै मोस्ट भ्युड भिडियो बन्न पुग्यो विथ ओभर 12 मिलियन भ्युज। यो ग्राफमा जुन स्पाइक आएको छ यसको रिजन पनि यही भिडियो हो। 2024 को अगस्त महिनामा यो भिडियो अपलोड भएपछि मात्र 1 महिनामा 3,20,000 नयाँ सब्सक्राइबर्स यो च्यानलमा जोडिए। एन्ड च्यानलका अरू भिडियोहरूले पनि पुश पायो। यो स्टोरी त बस एउटा एक्जाम्पल मात्र हो। यस्ता मोर देन 150 भिडियोहरू च्यानलमा लाइभ छन्। हरेक भिडियोले एक नयाँ व्यक्ति र नयाँ कहानीलाई अगाडि ल्याउँछन्। ग्राउन्डेड स्टोरी र सिम्पल प्रेजेन्टेसनको थ्रु विद्या चापागाई हरेक समय यसरी नै भ्युअर्सको मनमा छाप छोड्न सफल हुन्छन्। यसरी ट्रेन्डको पछाडि नलागी सामान्य मान्छेको भोगाइहरूलाई भिडियोमा एकदमै अथेन्टिक र सिम्पल हिसाबले प्रस्तुत गर्ने यो च्यानल युट्युबका बाँकी च्यानलहरू भन्दा युनिक र रेस्पेक्टेबल छ। एन्ड द्याट इज वाइ एभ्रिबडी लभ्स हेर्ने कथा।